हेर्नुहोस् हाम्रो चाहिँ यस्तो अवस्था छ। घरहरू यस्तो छ। यहाँ बुढाबुढी मात्रै बस्छन्। खेती किसानीको काम गर्छन्। साउला मोबाइल किन ल न। यहाँ मोबाइल चाहियो रे भात खाने पैसा छैन मोबाइल चाहिन्छ रे। हेर्नुहोस् यस्तो छ गाइस ल यस्तो अवस्था छ। यहाँ पैसा चाहियो भन्दै यहाँ चामल सकियो रे। चामल खानु चामल सकेको कति दिन भयो खाना पाएन रे। भक मर्ने भयो अरे यहाँ ल हजुरहरूले यहाँ के भन्दैछ पागल दिमाग फुस्केको छ। दिमाग कुन दिन फुस्किन्छ कुन दिन दिमाग फुस्किन्छ अनि दिमाग फुस्किएर यता उता गर्छ। अवस्था यस्तो छ ल। लाइक सब्सक्राइब गरिदिनु होला मिनु भ्लगमा। हजुरहरूले धेरै धेरै माया गरिदिनु होला। माया गर्नेमा यस्तो छ हेर्नुहोस्। गरिब भएको कारणले खाना लाउनलाई पनि धाउधाउ छ। कमाउने मान्छे कोही छैनन्। यहाँ बुढा बाबाआमा बस्छन्। त्यही हो हेर्नुहोस्। हजुरहरूले सहयोग र लाइक सब्सक्राइब गरिदिनु होला मिनु भ्लगमा। ल यस्तो अवस्था छ। दुई तिनवटा बाख्रा छ। यस्तो बाख्राको खोर यताउति यस्तो। यहाँ पङ्खा चुट्टाइदिए रे ल यस्ता छन्। हजुरहरूले धेरै धेरै माया गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला हजुरहरूले ल।